प्रस्तुत। हाने मर्छ बोले टर्छ आको यो बोल्छ सबको यो बोल खोल्छ ती त सत्य बोल्छ ओहो घरमा जाऊ श्रीमतीको टेन्सन 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 अफिस आऊ हाकिमको अब्जेक्सन बाटोमा ट्राफिकको र्याङ्किङ साइबर छ कम्प्युटर ह्याकिङ चारैतिर अँध्यारो भए मत दिक्क घर होस् या अफिस छैन लौ न मलाई कस्तो मरी हत्ते हत्ते साथे तिम्रो साथे 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 तीतो साथे म उसको श्रीमान श्रीमान हो न भन श्रीमान थे भन होइन के हो त म देख्नु पर्यो भीष्म पितामहको बिहे भयो मेरो फोटो छापेर काम गर्न सकेन भनेर लेखेछ होइन काम विपक्षीले गर्ने हो कि सरकार पक्षले गर्ने हो कस्तो नबुझेको यो त 1 वर्ष अगाडिको पत्रिका हो के यी अनि अंकल महोदय सुहाग रातमा के भयो सुनाउनु सुनाउनु भने यस्तो कुरा सुन्नुहुन्न के हुन त यत्रो वर्षपछि कविलाई बिहे गरेका कविता मात्र के सुनायो होला त हैन रातभर के महाकाव्य सुनाए सुनाएको छ 18 वर्षदेखिको अनुभव 36 वर्ष हुँदासम्म सुनाएपछि त्यसलाई कविता के भन्नु आजकल कविले बुढी ल्याएको छन् सबै कविता त्यही बुढीले सुनाउँछन् 4 दिनमै दुब्लाएर यस्तो कस्तो खुसीको खबर सुनि बा मैले अब हाम्रो टोललाई कविता मुक्त क्षेत्र भने लेख्थ्यो कविले उसको कविता सुन्ने एउटा स्थायी श्रोता पाए रे हस् दाइ लेख्थ्यो आज त कविता सुनाउनु हुन्न होला नि स्थायी श्रोता पाउनु गरे महोदय मेरी श्रीमतीले त मलाई छाडेर गई नि लौ कसरी घाटीसम्म आयो तिम्रो आदर्श र कविता तिमीसँग म 1 बस्दिन 2 बस्दिन 3 बस्दिन बुझते गई या हरेर गई नतिजा आफैतिर पारेर गई ओहो कवि महोदय नमस्कार किन सिरियस बोल्नु न स्वास्नी अरूसँग हिँड्या लोग्ने ब्रेक डान्स गरेर बस्छ त खुरुक्क आफ्नो काम गर न तपाईँले रिसाउन नि सिक्नुभयो मैले त अहिलेसम्म रिसा देखाएको थिइनँ रिसाउन्न भनेर मैले शपथ खाएको छ र मैले तिमीलाई कहिले थप्पड हानेको छ ल भन त छ त्यो त छैन हाने त नगरे काम गर्नु हुँदैन भन्ने केही छ तपाईले मलाई थप्पड हानेको तपाईको झुर झुर कविता सुन्नु पनि म अनि थप्पड खानी पनि म के गर्नु त स्वास्नीलाई थप्पड हानु भने छोडेर गइहाली बरु थप्पड हाने भए चाहिँ बस्ती होला रात भर कविता सुनाएपछि छोडेर जादिन स्वास्नी मात्रै हो र पहिला पहिला हाम्रो घर वरिपरि कति चराचुरुङ्गी हुन्थे तपाई आएर कविता सुनाउन थालेपछि एउटा चरा बस्दैन भङ्गेरालाई त मन पर्दैन रहेछ तपाईको कविता हो नि भङ्गेरा काग बकुलालाई मेरो कविता मन पर्दैन तिमी पनि त्यसमै परेछौ तिमीलाई त भङ्गेरो पनि के भन्नु भङ्गेराकै अपमान ज्यान हेर्दा त फिस्टे भन्नु पर्ला जस्तो छ आज त निकै छेडखानी छ नि त
ल भइगयो माइन्ड कुल गर्नुस् एउटा कविता सुनाऊ कविता भने समाचार हो र 8 बजे भनेर 8 बजे आउने कवि त वर्षा जस्तो बिस्तारै बादल कालो हुन्छ अनि हावा चल्छ त्यसपछि मात्र वर्षा हुन्छ कवि लोड सेडिङ हो स्वास्नी गयो कविता पनि गयो पानी पर्न छोड्यो लोड सेडिङ पनि बढ्यो भने जस्तै हो राज सम्केर कता हिँडेको त त्यो कवि अङ्कललाई घरमा राख्नु भएन अब बौलायो त्यो ल किन के भयो र थप्पड हान्यो त्यो कविले आज मलाई मैले गर्न नसकेको काम तिनले गरेछन् थप्पड त तल मैले पहिले हान्नु पर्ने कमसे कम बदमास त हुँदैन थिस हाम्रो खानदानमा थप्पड हान्ने परम्परा छैन थप्पड हानेर मान्छे तर्लाउने कुरामा हाम्रो फ्यामिली विश्वास गर्दैन यदि त्यस्तो भइदिएको भए हाम्रो ड्याडीले यस्तो बहादुरी पहिले देखाइसक्नुहुन्थ्यो के भनिस तेरो बाउले थप्पड हान्ने मलाई नारीलाई नाडीले होइन हातले तेरो बाउले छिसिक्क छोएर मात्र हेरोस् न अनि म पनि के गर्दो रहेछु ल बा धेरै दादागिरी नदेखाउनु ए दादागिरी नदेखाउनु रे देखाए के गर्छस् देखाए के गर्छस् धेरै दादागिरी नदेखाउनु भनेको देखाए त मैले के गर्छस् तैले हो खरेल भन्ने आछ रे समातेर लिएर जाल सडकमा दादागिरी गर्नेलाई मात्र होइन घरमा दादागिरी गर्नेलाई पनि कारबाही गर्नु पर्यो तपाईको दादागिरीले गर्दा मान्छे बेपत्ता भएको छ बुझ्नुभयो को बेपत्ता भयो मेरो ड्याडी नआएको कति हप्ता भयो बेपत्ता नागरिकलाई सार्वजनिक गर्नुस् मसँग डिस्कस गर्नुको साटो कवि महोदय निराश छन् गएर सम्झाउनुस् कवि तेरो बाउ मर्यो छैन अनि किन बाउ मर्या जस्तो अनुहार ला त ल आज म तेरो कविता सुन्छु ल सुना जब कविता सुनाउने चाहना हुन्थ्यो सबैजना तर्केर भाग्थे आज वाक्क लागेको छ कविता सुना भन्छन् सबै यो संसारको नियमै यस्तै छ किन वाक्क ला त मोरा मेरो नानुले मलाई छोडेर गइहाली थाहा छैन र तपाईलाई उसले मलाई चोटै चोट दिएर गई त्यस्तै आइमाले दिया चोट अनि के पिर मानेर आयो होला आमा सुन र फलाम दुवैलाई घलले नै चुट्छन् तर फलामको आवाज ठुलो आउँछ किन थाहा छ आमा आफ्नाले आफ्नैलाई दिएको चोट ठुलो हुन्छ होइन के भन्यो यसले ठुलै कुरो गर्यो कि क्या हो तैँले भनेको कुरा राम्रै होला तर मैले बुझिन बुझा त मलाई अरे शिव के आइलाग्यो यो पीर पनि गर्न नपाइने भयो अब के का पीर त्यस्ता जावा खुट्टा वे जुत्ता कति कति आमा कला म स्वदेशी उत्पादन